हेलो साथीहरू, नमस्ते छेचुलो तपाईँहरू सबैजनालाई। सो तपाईँहरू अहिले के गर्दै हुनुहुन्छ? यस्तो गरममा आज पनि एकदम डरलाग्दो गरम लागिरहेछ हो। हाम्रो यता फेरि लाइट पनि छैन, पंखा पनि चलेको छैन हो। गरममा त्यस्तै प्याक प्याक भइसकिसक्यो। खाना पनि कसरी बनाऊँ भइसक्यो यस्तो गरममा हो। घरको मान्छेले नखाइदिए पनि हुन्थ्यो जस्तो भइरहेछ गरमले गर्दाखेरि हो। तर आज चाहिँ म खोले भात आलुको अचार बनाइदिन्छु। यस्तो गरममा चाहिँ बेसी हेभी खाना खानु हुँदैन। अहिलेसम्म लाइट नआएकोले गर्दा चाहिँ मर्ने बेला भइसक्यो हो। अब चाहिँ म बाबालाई फोन गर्छु। बाबा चाहिँ सिलगढी जानुभएको छ आज पनि भाडामा हो। बाबालाई फोन गरेर चाहिँ इलेक्ट्रिसियनमा फोन गरेर लाइट वालालाई फोन गरेर छिटो लाइट बनाइदिनु भन्छु म चाहिँ हो। सो अहिलेको लागि यति नै। तपाईँहरू मेरो भिडियो हेर्दै गर्नुहोस्। टाटा बाई बाई।